हेलो एभ्रिवान, आज चाहिँ बिरयानी बनाऊँ है त। चिकन म्यारिनेट गर्नको लागि छ यहाँ बेसार, जिरा धनिया पाउडर, नुन, कश्मिरी पाउडर, अदुवा लसुनको पेस्ट, 4 चम्चा अमिलो दही, ल्वाङ, सुकमेल, मरिच, दालचिनी पाउडर, बिरयानी मसाला, फ्राई गरेर राखेको प्याज अनि छ यहाँ घिउ पनि। अब सबै स्पाइसेस मिक्स गरेर चिकनलाई 1-2 घण्टाको लागि रेस्ट गरेर राख्न पर्ने हुन्छ। यता मैले चामलमा ल्वाङ, सुकमेल, मरिच, दालचिनी पाउडर अनि 2टा अलैँचीलाई पनि राखे। चामल चाहिँ 80% कुक हुनुपर्छ। चामल 80% कुक भइसकेपछि अब हामीले छानेर राख्नु पर्ने हुन्छ। त्यसरी राख्दा चाहिँ बिरयानीको राइस फर्र हुन्छ। अघि मैले प्याज फ्राई गर्दाखेरि बाँकी रहेको तेललाई नै युज गर्दैछु मैले। अब म्यारिनेट गरेको चिकनलाई मजाले फ्राई गर्नुपर्ने हुन्छ। फ्राई गरेर राखेको थोरै प्याजलाई पनि एड गर्दैछु। चिकन पनि अलमोस्ट रेडी भइसकेको छ। तेल र ग्रेभीको लेयर छुटिसके पछाडि अब हामीले चाहिँ चामल एड गर्न पर्ने हुन्छ। 80% कुक भइसकेको चामललाई अब हामीले 10% मात्र पकाउन पर्ने हुन्छ। चामल राखिसके पछाडि अब चाहिँ फ्राई गरेको प्याजलाई अनि धनियालाई माथिबाट राखेको छु र लास्टमा चाहिँ मैले थोरै घिउलाई पनि राखेको छु। ल अब बिरयानी पनि रेडी भइसकेको छ र अब हजुरहरू पनि यसरी नै मिठो बिरयानी बनाएर खानुहोला र कमेन्ट गर्नुहोला कस्तो बनेको थियो भनेर। Thank you so much guys for watching this video till the end. Bye.